एउटा कपडा उद्योग कारखानाको चाहिँ एउटा वास्तविक के हो, कसरी सञ्चालनमा आयो, होइन, कुन हिसाबले आयो भन्ने कुरोको एउटा अध्ययनै नगरिकन हाम्रो सरकारले गरेको, हाम्रो सरकारले ल्याएको भन्ने भाषाहरू नगरे हुन्थ्यो जस्तो मलाई लाग्छ। तत्कालीन प्रधानमन्त्री, त्यो बेलामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू, उहाँले यो हेटौँडा कपडा उद्योग कारखाना चाहिँ खोल्नुपर्छ, सञ्जालमा ल्याउनुपर्छ, यो मेसिनहरू बनाउनुतिर लाग्नुपर्छ भनेर मेसिन बनाउनुतिर लागेको कुरो यथार्थ हो। उहाँले पनि यो राज्य व्यवस्थाबाट होइन, राज्यले सक्ने थ्याक्न सक्ने एउटा क्षमता छैन, यो चाहिँ नेपाली सेनालाई जिम्मा दिए राम्रो हुन्छ भनेर करिब अन्तिम निष्कर्षमा पुगेको, अब उहाँहरूलाई नै जिम्मा दिने भनेर अन्तिम निष्कर्षमा पुगेको भनेर भन्नुभएको छ। त्यो बेलामा उहाँले चाहिँ यो राज्य कोषबाट नभई नेपाली सेनाको कल्याणकारी कोषबाट झन्डै 1,53 करोड लगानी गरेर मेसिन मर्मत गर्नेदेखि लिएर सबै त्यो जुन अहिले जाराहरू उनीहरू थियो के भइरहेको थियो होइन, त्यसलाई चाहिँ पुरा सफाइ गर्नेदेखि मेसिन बनाउनेदेखि नयाँ हाल्नेदेखि होइन, त्यो बिग्रेकोलाई बनाउनेदेखि सबै गर्दाखेरि यो सञ्चालनमा आउने सम्ममा झन्डै 1,53 करोड लगानी गरेर चाहिँ होइन सञ्चालनमा ल्याएको भन्ने कुरा छ। त्यहाँ कुनै राज्यको र त्यहाँ कुनै नेताको लगानी परेको छैन, सबै आर्मीको हो, आर्मीले सञ्चालनमा ल्याएको हो, पुष्पकमल दाहाल प्रचण्डले आर्मीलाई जिम्मा दिएको हो, बनाउनेदेखि सञ्चालनमा ल्याउनेसम्म तपाईँहरू गर्नुहोस् भनेर आर्मीको कल्याणकारी कोषबाट चाहिँ लगानी गरेर सञ्चालनमा आएको कुरालाई बालेन सरकारले गरेको, बालेन सरकार हाई हाई, बालेन सरकार हाई हाई, अर्को पनि खोल्नुपर्छ भन्दैछ। यतिसम्म भ्रम नछार्नुहोस् है, यो भ्रम छरेर चाहिँ हुँदैन है। प्रचण्डले यो मात्र होइन, अर्को पनि घोषणा गरेको छ भनेर राख्नु भएको छ, जिम्मा दिएर राख्नु भएको छ, सक्नु बाँकी छ, काम धमाधम हुँदैछ। अब यो पनि सकेपछि बालेन सरकारले गरेको भनेर चाहिँ ताली ठोक्ने खालको मान्छेहरू छ। त्यसकारण हामी भ्रमतिर होइन, सत्य तथ्य दिँदै जानुपर्छ है त।